मामाजी नमस्कार। के छ मामाजी? ठिक छ। तपाईँ त काठमाडौँ बस्न लागेको पनि धेरै भइसक्यो, के गरेर बस्नु भएको छ आजभोलि? के हुनु, बस्ने खाने झुल्ने के छ र है, एकदम रमाइलो गर्नुभएको रहेछ। यो फर्म तपाईँको हो नि, त्यो तलको त्यो त्यो मेरो हो नि? यो सबै तपाईँ लाउनु भएको छ यहाँ यताको सबै छ। हो नि? धेरै रमाइलो गर्नुभएको रहेछ। विदेशबाट मलेसिया सँगसँगै बसेको तपाईँहरूमा पहिला नि, अनि तपाईँ फर्केर आउनुभयो। म त्यतिकै फेरि विदेश जाने आउने क्रम जारी छ। तर तपाईँले यहाँ यत्रो प्रगति गर्नुभएको रहेछ। यो जमिनहरू सबै तपाईँको नि? सबै लिजमा लगेको हो नि, लिजमा लाग्नु भएको छ है। धेरै रमाइलो गर्नुभएको छ, धेरै खुसी लाग्यो मामाजी। अनि गाई कतिवटा पाल्नु भएको छ? गाई 6वटा छ। 6वटा गाई पाल्नु भएको छ। अनि मासिक आम्दानी कति गर्नुहुन्छ मामाजी? न्यूनतम खाडीको जस्तै 50-60 हजार रहेछ हो है, 50-60 हजार हो। नेपालमै परिवारसँगै बसेर 50-60 हजार बचाउनुहुन्छ, एकदम खुसी लाग्यो मामा। तपाईँले गर्नुभएको छ। हामी देश विदेश धाउँछौँ तर त्यति बचाउन सकेनौँ। तपाईँ परिवारसँग बसेर यत्रो पैसा कमाउनु भएको छ, धेरै खुसी लाग्यो। अनि के यो पेसालाई तपाईँलाई कस्तो सम्झिनु भएको छ? यो पेसा गरेपछि हुँदो रहेछ भन्ने हो। हो नि? नेपालमै छ पैसा, हामीले नथाहा पाएर रहेछ किसिममा पैसा राम्रो रहेछ भन्ने कुरा थाहा हो है। काम गरे थाहा हुन्छ। ठिक छ, आज तपाईँलाई धेरै वर्षपछि भेट्न पाएँ। म पनि टाइम मिलेको थिएन, यो आज चाहिँ भेट्यो। यत्रो फर्म गराएर यत्रो जमिनहरू लाउनु भएको रहेछ, खुसी लाग्यो मामा। ठिकै छ। अनि परिवारहरू सबै सन्तोष हुनुहुन्छ तपाईँको कामबाट? एकदम हो, एकदम ठिक छ। कहिलेकाहीँ अब कामको बारेमा अलिअलि तनाव त भइहाल्छ। परिश्रम गर्न पर्यो, परिश्रम गर्दाखेरि अलिकति तनाव त भइहाल्छ है। दुःख गर्ने भन्दा डराउँछन् अहिले मान्छेहरू, कोही केटाकेटी कोही काम गर्ने मान्दैनन् है। ठिक छ, जे होस् यो काममा तपाईँलाई सन्तोष, तपाईँ कमाइराख्नु भएको छ, परिवारलाई धान्ने जो जीविकोपार्जन भइरहेछ, त्योमा जे होस् तपाईँ खुसी हुनुहुन्छ? एकदम ठिक छ। जाने अमेरिकातिर जाने भन्ने सत्य थियो। कता कता अरू साथीहरू बाहिर गएका छन्, उनीहरूको जति त कहाँ हुन्छ त्यही पनि अहिले ठिकै छ। जे होस् त्यत्रो परिश्रम गर्न जङ्गल हिँडेर अमेरिका जानुभन्दा चाहिँ यहाँ गाई पालेर दुध दुहेर त्यति कमाइ गरिरहनु भएको छ, त्यही नै खुसीको कुरो होइन मामाजी? अब जतिखेर आफ्नो परिश्रम गर्यो जतिखेर पैसा आउँछ जान्छ, यहाँ त मतलबै छैन। नेपालले त बसिया छ। ठिक छ, अलिक खुसी लाग्यो मामा। ठिकै छ, फेरि कुरा गरौँला है त। ल ल ल।